खानालाई चाहिँ अब दिनमा 2-3 छाक भयो 2 छाक भए पुग्यो लाउनलाई जस्तो लागे पनि हुन्छ हैन लुगाफाटा बेला बेला यसो किन्न जानुहुन्छ लुगा नकिनेको त अहिले 32 वर्ष भयो अमेरिका गइसकेपछि अहिलेसम्म मैले म आफैले गएर मेरो लागि भनेर लुगा किनेको छैन 89 मा जब त्यहाँ अमेरिकामा भर्ना कलेजमा भर्ना भएँ फर्स्ट सेमेस्टरमा आफूसँग कलेज पढ्ने अमेरिकन विद्यार्थीहरूले राम्रो राम्रो टी-सर्टहरू यस्तो प्यान्टहरू हालेको देखेँ मैले भने यिनी यस्तो राम्रो कपडा किन चाहिँ तिमीहरूले फाल्छौ भन्दाखेरि हैन म लगाइसकेँ मलाई अब यसको रहर पुग्यो अब मलाई चाहिँदैन फाल्ने भन्छ अनि मैले चाहिँ थाहा भएनले कपडा फाल्दो रहेछ भन्ने थाहा पाएँ र मैले चाहिँ उसैले म लगाउँछु त्यहाँदेखि मैले त्यो कपडा चाहिँ उनीहरूको कपडाहरू लगाउन थाल्यो र गर्ने क्रममा त त्यसपछि त अरूले पनि थाहा भयो यो कपडा चाहियो भने यसलाई दिएपछि यसले लाउँछ भन्ने कुरा थाहा भयो जस्तो अहिले म अमेरिकामा गएर डुल्ने क्रममा उनीहरूलाई थाहा थियो साथीहरूले धेरै कपडा किनेर अहिले भयो नकिन भन्दाखेरि पनि किनेर राखिदिएको छ अब कति कपडाहरू मैले बाँडिसकेँ किनभने धेरै कपडा राखेर केही फाइदा छैन एउटा 2 जोर कपडा भयो भने वर्ष जान्छ 1 वर्ष